हुन त बुढीको कट्टु लाउने इन्सपेक्टरले के नै गर्न सक्छ र? जेलको चाबी हलदारले लैछ र मात्र हो, न त तिमीहरूको मुख च्यातेर सिलाइदिन्थे। कस्तो पागल इन्सपेक्टर रहेछ, मुख सिलाउने भए च्यातेर चाहिँ के फाइदा नि? ठिक भनेछ तिमीले, ठिक भनेछ। दाइ मलाई यो इन्सपेक्टरको अनुहार देखेर हाम्रो गाउँको लुते कुकुरको साह्रै याद आयो भने। किन याद आएछ भाइ? हाम्रो गाउँको कुकुर पनि यही इन्सपेक्टर जस्तरी भुक्थ्यो नि त। अनुहार पनि मिल्छ कि के हो भाइ? यसले जिब्रो निकालेर 4 खुट्टामा उभियो भन्ने त ठ्याक्कै लुते कुकुर ल। जे होस् आज राति भोकेर भए नि हामी बसेको जेलको चाहिँ सेक्युरिटी दिन्छ यसले। हलदारलाई आउनु त द्याउ न। आउँदा आउँदै ढिला भयो भने सर। हलदार आयो, चाबी पनि आयो। चाबी का मैले लया हो त? हिजो बेलुका तपाईँले नै लया होइन, तपाईँकै घरमा होला नि। त्यसो भए मेरो घरमा गएर लिएर जा। अरे ओ तोरी इन्सपेक्टर, म यहाँ पुलिस थानाको हलदार हो, तेरो फाल्तु कुकुर होइन। चाबी ल्याउनु छ भने आफै गर लिएर, मेरो अरू नि काम छ, म गएँ। यो इन्सपेक्टरको त साँच्चै इज्जत रहेछ है दाइ। ठिक भने भाइ, ठिक भन्यो। पख तिमीहरूलाई, बुढीलाई कल गरेर भयो नि चाबी मगाउँछु। हेलो चम्पा। तेरो बाउ चम्पा, आज नि मेरो कट्टु लाएर गइस् होइन तैँले? अरे चम्पा, अलिकति इज्जत त गर न, चोरहरू यहीँ अगाडि छन् क्या। त चाहिँ कहाँको पुलिस होस् र? त पनि चोरै त होस् नि, बुढीको कट्टु चोर। ए चम्पा नरिसाउ न, हेर न जेलको चाबी घरमै छुटेछ, यहाँ पुलिस थानासम्म ल्याइदेऊ न। किन र? आफू नि जेलभित्र जाने विचार गरे कि के हो? त्यस्तो होइन क्या चम्पा, यहाँ काम पर ल्याइदेऊ न प्लिज। मैले अस्ति साडी किनिदिनु भने किन्दिस्, घुम्न हिँडिदिनु भने हिँड्दिस्, सुनको उठी ल्याइदिनु भने ल्याइदिस्, ब्याङ्कबाट पैसा झिक्दिनु भने झिक्दिस्, चिकन मोमो खुवाइदिनु भने खुवाइदिस्। त्यो सबै पछि गरिदिउँला नि। त्यसो भए चाबी पनि पछि नै ल्याइदिउँला। टिकटक बनाउन गएँ म भाइ। बिचरा यो इन्सपेक्टरलाई देखेर त मलाई साह्रै दया लागेर आयो। अन्त महिला हिंसा भएछ, यहाँ चाहिँ पुरुष हिंसा भएछ त है। हुन त बुढीको कट्टु लाउने यो पनि महिला त हो नि। बर्ता नबोल त जेलमै इन्काउन्टर गर्न नपरोस् नि। इन्काउन्टरको स्पेलिङ भन् त ल। आइएन। भयो भयो, पर्दैन, मैले बुझिसकेँ। अब जसले जे भने पनि यो पनि चोरै त रहेछ नि, बुढीको कट्टु चोर। हे, नाम हो मेरो इन्सपेक्टर तोरी। र त होस् नेपालको छोरी।